हामी चाहिँ आगो फुक्दै हो अब चिया पकाउँदैछौँ अनि यता चाहिँ हाम्रो कुखुरा छ देख्न सक्नुहुन्छ यहाँ हाम्रो चिया पाक्दैछ यता तलतिर चाहिँ आलु हामीले चाहिँ सामान पायौँ हाम्रो छोडेको सामान ल हामी चाहिँ चाउचाउ खाँदैछौँ एक थाल चाउचाउ चाहिँ हाम्रो पाङ्रा कलेजो खुट्टाहरू पाक्दैछ हाम्रो अचार हुँदैछ हामी चाहिँ तिनजनाको एउटै कपडा कलर मात्र फरक हो हामीले चाहिँ अब खाना खान लागेको बल्ल भान्से टोलीले हामी यहाँबाट निस्किन लाग्यो अब कोही फुपूहरू अटोमा जाँदै हुनुहुन्छ हामी हेलो एभ्रीवान नमस्ते स्वागत छ तपाईहरुलाई मेरो फेरि पनि एउटा नयाँ भिडियोमा धेरै दिनपछि आइसकेको छु आजको भ्लग चाहिँ पिकनिक भ्लग हो थम्बनेल र टाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला भिडियो के हो भनेर होप हजुरहरु सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आरामै छु धेरै दिनपछि भिडियो गराउँदैछु साथीहरु माया गरिदिनु होला मेरो भिडियोमा कोही नयाँ हुनुहुन्छ भने हेलो मेरो नाम चाहिँ दीपिका थापा मगर हो मेरो घर चाहिँ सुर्खेत हो भिडियो अन्तिमसम्म हेरिदिनु होला मन पर्यो भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न पनि नभुल्नु होला साथीहरु म चाहिँ एकदम रेडी भइसकेको छु पिकनिक जानको लागि हामी चाहिँ अगाडि जान्छौं अनि हाम्रो घरको फुपू पुसाई आन्टीहरु चाहिँ पछि आउनुहुन्छ अनि अरु थौरीको मेरो फुपू दिदी सबै गइसक्नु भयो अब हामी चाहिँ यहाँबाट ठुलो कडाईहरु लिएर जानुपर्ने छ अनि मैले यहाँभन्दा अगाडि गराको भिडियो एडिट चाहिँ गरे हैन अब बिस्तारै एडिट गर्नु पर्ला नभ्याएर अब चाहिँ एडिट गर्दै पोस्ट गर्दै गर्छु म अनि मैले भिडियो चाहिँ गराइराको हाम्रो चाहिँ टीका फुकाउने कार्यक्रम थियो त्यही भएर चाहिँ म एकदमै नभ्याएर चाहिँ भिडियो एडिट गरेको थिएन अब बिस्तारै भिडियो एडिट गरेर त्यो पनि पोस्ट गर्नेछु साथीहरु एकदमै गर्मी भइसक्यो हैन पसिना चिल्ती आइसक्यो सो त्यही अब चाहिँ म अटोलाई फोन गरेर बोलाउँछु अटोको नम्बर छ के हो मसँग अटोलाई फोन गरेर चाहिँ अब ठुलो कडाई छ म अटाउने जत्रो कडाई त्यो कडाईहरु चाहिँ लगेर जानुपर्ने छ अहिले जान लागेको चाहिँ नानी र म हो सो हेर्दै गर्नु होला भिडियो अहिले चाहिँ कडाई लगेर जान लाग्यो हाम्रो पिकनिक चाहिँ शहीद पार्कमा हो अनि अहिले चाहिँ नानी र म जान लाग्यो अटो चाहिँ आइसकेको छ अटोको दाइ कफी खान लाग्नु क्या भित्र आन्टीहरु चाहिँ अल्पसीतिर आउनुहुन्छ हामी चाहिँ आगो फुक्दै हो अब हामी चाहिँ यहाँ चिया पकाउँदैछौँ अनि यता चाहिँ हाम्रो कुखुरा छ देख्न सक्नुहुन्छ यहाँ कतिवटा नानी र म चाहिँ यहाँ चिया बनाउने भान्से भएर हाम्रो चिया पाक्दैछ यता तलतिर चाहिँ आलु भित्र चाहिँ प्याज टमाटरहरू काट्दै हुनुहुन्छ फुपू दिदीहरूले अरु मान्छे चाहिँ आउँदै हुनुहुन्छ अरु मान्छे चाहिँ पछि आउनुहुन्छ अहिले चाहिँ हामी खाना बनाउनको लागि यति छौं अरु पछि फुपूहरू बजेहरू पछि आउनुहुन्छ म कहिले गएर आउँथे काको त हिँड्नै नसक्छ सासुले बनाएर राख्दिनु त्यो बोकेर आउँछ हामी चाहिँ अघि अटोमा त्यो कडाई त तान्यौं त्यो पन्नेउ तान्नै बिर्सेछ अब पन्नेउ लिन जान लागेको साथीहरु नानी र म अटो चाहिँ हो तलतिर गेटसम्म आउँछ अरे त्यहाँसम्म हिँड्दै जानु पर्यो
हामीले चाहिँ सामान पायौँ, हाम्रो छोडेको सामान। अब चाहिँ हामी जानुपर्ने हुन्छ माथि र उयो हो कि खोला नानी उयो छ त यो बर्खामा त पानी तर्नुपर्छ। अब अहिले त पानी आयो भने हो, नत्र त। ल हामी चाहिँ चाउचाउ खाँदैछौँ, एक थाल चाउचाउ। अरू सबले खाइसक्नुभयो, नानीले खाँदै हुनुहुन्छ। म खाँदैछु। अघि चाहिँ हामी सामान लिन गएर अलिक ढिलो भयो। यता कुखुरा हुँदैछ। हेलो भन्नु न फुपू। हेलो ल हेलो हेलो। हाम्रो चाहिँ यहाँ पापड बन्दैछ। डाडु त खतरनाक छ हाम्रो। हाम्रो चाहिँ यति धेरै आउनु भयो, अब अझै बाँकी हुनुहुन्छ आउनु। यहाँ अब भात पकाउने हो यसमा। लुङ्गी र कुर्ता होइन अचार गरम लाग्यो। ल यता हेर्नु, यता फुपू सबैले यता हेर्नु त। हाई गर्नु न। ल ल हेलो हेलो। चाहिँ हाम्रो पाङ्रा कलेजो खुट्टाहरू पाक्दैछ अनि यसपछि चाहिँ हामीले मासु गराउँछौँ साथीहरू। यो चाहिँ रक्सी खाने पुसाइहरूलाई हो। यसपछि चाहिँ हामीले मासु पकाउँछौँ। भात पाकिसक्यो। हाम्रो चाहिँ यहाँ मासु लगभग 75% जति पाकिसकेको छ। पाक्दैछ भनौँ न, पाकिसकेको छ होला। यहाँ हाम्रो फुपूहरूको टिकटक हुँदैछ। अहिले चाहिँ यस्तो गर्मी भइसक्यो। अहिले चाहिँ 12:30 यस्तै कति बज्न आयो। हाम्रो अचार हुँदैछ। तेल सब मलाई देख्न सक्छ सेम सेम कलर। हामी चाहिँ तीनजनाको एउटै कपडा कलर मात्रै फरक हो है।
हामीले चाहिँ अब खाना खान लागेको बल्ल भान्से टोलीले। अहिले चाहिँ 2 बज्न लाग्यो। मेरो चाहिँ यहाँ फुपू पुसाइहरू नाच्दै हुनुहुन्छ। 2 जना फुपू 2 जना पुसाइ।
सकिसकेको छ साथीहरु एकदमै रमाइलो भयो नाच गान सबै भयो देख्न सक्नुहुन्छ है अहिले आधा मान्छेहरु घर गइराख्नु भएको छ कोही जाँदै हुनुहुन्छ हामी पनि जान लागो अब हामी चाहिँ बाटोमा नाच्दै हिँड्ने भन्ने कुरा अब के हुन्छ हेरौँ म तपाईलाई देखाइहाल्छु अहिले अब चाहिँ हामी यहाँबाट निस्किन लागो अब कोही फुपूहरु अटोमा जाँदै हुनुहुन्छ हामी चाहिँ हिँड्दै जान्छौँ अलि तलसम्म फेरि यस्तै पिकनिक खाना पाइराखौँ हैन रमाइलो हुन्छ कि सबै भेट हुँदाखेरि यस्तो एकदम आज एकदमै रमाइलो लाग्यो मलाई चाहिँ तपाईहरुलाई भिडियो हेर्दा के कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला है साथीहरु ल बाइ अब हामी बाटोमा नाच्दै जान्छौँ होला साथीहरु यहाँ छिन् मेरी छोरी मेरी एकमात्र दिर्घा छोरी छिन् यहाँ मसँग हाम्रो टोली चाहिँ बाटोमा नाच्दै हिँड्नु भइरहेको छ बाबु चाहिँ डेक डोराएर बसिराख्नु राजकोटीको बुहारीहरु कोही पनि कमाउनुहुन्न मेरो आफ्नै नामबाट हो ल राजकोटीको बुहारीहरु कोही पनि कमाउनुहुन्न राजकोटीको छोरी बुहारीहरु ओ राजकोटीको छोरी बुहारी कोही पनि कमाउनुहुन्न नाच्नमा
ल गाइस हाम्रो चाहिँ यस्तो एकदमै रमाइलो भइरहेछ है आज मलाई एकदमै यतिको रमाइलो मलाई कहिले भएको थिएन होला आजको पिकनिक चाहिँ एकदम बवाल भइरहेको ल चाहिँ घर आइसकेँ अघि नै हो अनि घर आएर खाना पकायौँ फुपू र मैले आजको पिकनिक चाहिँ नसोचेको रमाइलो हो एकदमै रमाइलो लाग्यो साथीहरू मलाई अब आशा छ तपाईहरुलाई पनि एकदमै रमाइलो हुन्छ होला भिडियो हेरेर आजको भिडियो यहीसम्म भिडियो के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला साथीहरू थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो बाइ बाइ